म सम्मानित सर्वोच्च अदालतलाई आग्रह गर्न चाहन्छु, यस्तोमा सम्मानित सर्वोच्च अदालत चुपचाप लागेर कानमा तेल हालेर बस्न मिल्दैन। फैसला दिनुपर्छ अदालतले, चुनाव गर्ने या पुनर्स्थापना गर्ने। हामीले पुनर्स्थापनाको माग गरिराखेका छौँ, त्यो सुन्दै नसुन्ने अदालतले। नयाँको पक्षमा देखिएको जनलहर जेनजी आन्दोलनबाट अपदस्थ एमालेका लागि भारी परेको छ। राजनीति छोड्न दबाब दिएका बेला 11औं महाधिवेशनबाट तेस्रो पटक अध्यक्ष बनेपछि ओलीलाई लाग्यो म सर्वशक्तिमान छु, मैले गर्ने निर्णय र मेरै बोली निर्णायक हुन्छ। तर सुध्रिन दिएको मौकामा झन दम्बी हठी बने। तर अहिले आएर आफै चुनाव जित्न पनि कहिले गठबन्धन त कहिले अदालतको सहारा खोज्नुपर्ने भएको छ। माघ महिनासम्म कांग्रेससँगै मिलेर चुनावमा जाने तयारीमा थिए ओली। गगन थापाको हातमा कांग्रेस पुगेपछि त्यो बाटो बन्द भयो। त्यसपछि नेकपाका संयोजक प्रचण्डसँग सके देशभर नभए केही क्षेत्रमा तालमेल गर्नुपर्ने प्रस्ताव राखे। प्रचण्डले पनि त्यो प्रस्ताव लत्याइदिए। अब संसद पुनर्स्थापनाको मुद्दा जोडतोडले उठाउन थालेका छन्। त्यसैका लागि एमालेले बुधबार काठमाडौँका उम्मेद्वारको भेला गरेको थियो, जहाँ सचिव महेश बस्नेतले त न्यायाधीश फोन अफ गरेर भाग्न खोजेको सम्मको आरोप लगाए। स्मरण गर्नुहोस् त 2052 सालमा एमाले यसै गरी अदालत विरुद्ध खनिएको थियो। तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीले गरेको संसद विघटन अदालतले उल्टाइदिएपछि यसै गरी प्रधान न्यायाधीशमाथि अमर्यादित नाराबाजी र फाँसीको आरोप समेत गरेको थियो। 2078 मा ओलीकै संसद विघटन बदर भएपछि यस्तै ताल देखाएको थियो। एमालेलाई चुनाव भाड्न कसले उक्साउँदैछ, यसको जवाफ एमालेकै उपाध्यक्ष रामबहादुर थापा बादलले दिएका छन्। चीन विरोधी दलाइ लामाका प्रतिनिधिलाई संरक्षण गरेकोमा चीन उत्तेजित भएको, तिनलाई कारबाही गर्न नभए परिणाम भोग्न तयार हुन भनेको सुनाए। सरकारले नै चीन विरोधीहरूलाई, चीनका पृथकतावादीहरूलाई चाहिँ, तिब्बतीहरूलाई चाहिँ यो सरकारले नै चाहिँ संरक्षण दिइरहेको छ। तिनीहरूलाई त्यो आदान प्रदान गरिरहेछ भन्ने कुरा त्यो घटनाक्रम नै, त्यसबाट चाहिँ चाइनिजहरू त्यहाँ उत्तेजित भएका छन्। यसको अर्थ सुशीला कार्की नेतृत्वको सरकारलाई असफल बनाएर अर्को सरकार बनाउने एमालेको प्लान बी को बाटो हो। गत साता नेपाल आएको चिनिया टोलीको सन्देश पनि चुनाव भन्दा सरकार परिवर्तनमा हो भन्ने पुष्टि